हेलो नमस्ते सबैजना सन्चै आरामी हुनुहुन्छ म पनि सन्चै आरामी छु र स्वागत छ हजुर आज यस नयाँ ब्लगमा र आजको ब्लगमा पनि म हजुरलाई मेरो क्रिकेट ट्रेनिङ देखाउन गइरहेको छु र त्यसलाई राम्रो हेरिदिनु होला हैन अनि सब्स्क्राइब गर्नु भएन भने सब्स्क्राइब पनि गरिदिनु होला र अब चाहिँ एकैचोटि हामी भेटौँ ग्राउन्डमा अलराइट हामी चाहिँ अहिले कोटेश्वरबाट हिँड्दै गइरहेको छौँ यहाँ हेर्न सक्नुहुन्छ गाडीहरूको मेला लागिसकेको छ मसँग छ यहाँ सफल भाइ भाइको फेरि फ्यान फलोइङ धेरै छ भक्तपुरदेखि लिएर सतुङ्गल तोतेश्वर सबैमा चाहिँ यसको फ्यान फलोइङ सो अझै हामी हिँडेर गइरहेछौँ अनि ग्राउन्ड पुग्न अझै अब लगभग 10 त यहीँ बजिसक्यो के हो त चाहिँ किन हाँस्छु अब चाहिँ ग्राउन्ड पुगेर भेटौँ सो है त गाइजहरू हामी चाहिँ अहिले सल्लाहरी आइसकेको छौँ हिँड्दा 3 घन्टाको ट्राभलपछि यहाँ बिचरालाई हिँड्न धेरै मस्ती लागेको थियो त्यसले वहाँ पुगेर त्यहाँबाट फर्केको कोटेश्वरदेखि कहाँसम्म हिँड्यौँ हामी लोकन्थली कोटेश्वरदेखि लोकन्थली अनि त्यसपछि उताबाट सल्लाहरीदेखि अब स्कुलसम्म हिँड्दैछौँ हामी अनि स्कुल गएपछि अब भ्लगहरू त्यति बनाउन नपाइएला होइन ल त्यही हो है किन जता हामी यार त्यो ग्लोभ चाहिँ हुँदैन कि यो कहाँ हेर्नु समात्छ भने मलाई यो बन्दै हुँदैन यो अगाडि नौ न अगाडि जाँदा यहाँ नुहाइछ न अगाडि कस्तो भनेको बलले हाल्नु डिस्ट्र्याक्सन हुन्छ कि बल सफल यार अगाडि नौ न जम्दैन काले कमन एनालाइज गर्यो खेलाडीको बल काले यार रौडा कमन बट अब यता आउँछ यिनीहरूको बलहरू बाहिरबाट आयो कि बल हात यतिखेर आउटस्विङ हाल्ने कि त्यसलाई वाइड खेलाउँदाखेरि बोन केटा नो स्किम यार